छपक छपक सबै रोप्नु हुँदैछ। सबजनाले हाई भनिदिनु लु। खै हौ आम्मामा पारा। Hello everyone, good morning. It's me Manisha Gurung and welcome back to a mini vlog. अनि आज चाहिँ के अरे दिन चाहिँ एकदमै राम्रो भइरहेको छ, तर के हुन्छ लेट्स सी है। आज पनि हामी चाहिँ काम गर्नै जाँदैछौँ तलनेरि फकुने डाँडामा। अनि सबैजना गइसक्नु भयो। अनि म चाहिँ माइतीजीकोमा जाँदैछु क्या। माइतीले पर्खिराख्नु भएको छ मलाई। मम्मीहरू पनि गइसक्नु भयो। अनि यो हाम्रो घरको बाटो चाहिँ लास्टै खराब छ क्या, त्यही भएर हिँड्नै मन लाग्दैन मलाई। यो गाह्रो छ गाह्रो, तर के गर्नु अब यही छ बाटो है, हिँड्नै पर्यो। पहिलो व्यवस्था भन्ने हो यो के अरे उयोहरू के भन्छ, पानी पर्छ अनि पानी परेपछि त गिलिक गिलिक माटोमा ठुल्ठुलो गाडीहरू कुदेपछि यस्तो भइहाल्छ क्या। भाइ चाहिँ परेर बसिराख्नु रहेछ ल। हामी चाहिँ आज पनि के अरे रोप्नै गएको क्या। असार लाग्यो नि त, अब असार लागेपछि फेरि अब रोप्ने। अब असार नसकिन्जेलसम्म चाहिँ रोपाइ नै हुन्छ। त्यही हो चाहिँ हिजो रोप्नु भएको है मम्मीहरूले, बाजेहरूको यो खेत चाहिँ हिजो रोप्नु भएको। अब यो यताको चाहिँ सक्नुभयो, अब पारीको छ अझै पारीको छ। अनि मात्रै पारीको त्यहाँदेखि तलको त माटै भएको छैन अरे, झारै कुहिसकेको छैन अरे। अनि कहिले कहिले त्यहाँको त आज त भर्खर आधी थियो नि त, अस्ति नै धान नकाटिसकेको त्यो आज काट्ने अरे। अनि कहिले कहिले त्यहाँको त ढिलै हुन्छ होला यसपालि। ल साथीहरू, हामी चाहिँ म चाहिँ यहाँ मेरो आमा समूहहरूसँग आइसकेको छु। सब मेरो आमा समूहहरू है। त्यही त नि हिजो नि हाई गर्नु भन्दै भनेको गर्नु नै भएर माइजूले मात्रै भन्नुभयो। हामी चाहिँ यहाँ भेला भएर जान्छौँ। हेर्नु भएको छैन? हेर्नु न हालेको छु मैले ल। सबैजना भेला भएर जान्छौँ क्या हामी। कति 2-3 जना आउँदै भएको छ। अनि हामी पर्खेर बसिरहेको छौँ यहाँनिर लक्ष्मी आन्टीकोमा। आमा समूहसँग म एक्लै छोरी हो क्या, त्यही भएर मैले आमा समूह भनेको। ल ल साथीहरू, यो चाहिँ उहाँहरू चाहिँ मेरो आमा समूहहरू है। धान रोप्नलाई रेडी हुनुहुँदैछ। लु सबजनाले हाई भनिदिनु लु। खै हौ हामी कहाँ गएको भन्नु त? सबैजना अझै हुनुहुन्छ है, अझै हुनुहुन्छ। कतिजनाहरू जम्मा? 16 जना। जम्मा 16 जना जाँदैछौँ है। मान्छे आइसक्नु भएको छैन क्या। अब यहाँ हाम्रो गाउँ सिम्पानेबाट चाहिँ 16 जना खेताला भनेपछि कति धेरै होला त खेत। अनि जाने अनि रोप्ने है त। भरे त्यही खेतमा भेट्नुपर्छ। यहाँ चाहिँ कम्पिटिसन चल्दैछ है, लाम्पाने भर्सेस सिम्पाने। उता चाहिँ लाम्पानेको आन्टीहरू हुनुहुन्छ, यता चाहिँ हाम्रो ग्याङहरू आमा समूहहरू। हाम्रो आमा समूहहरू हो। ए छपक छपक सबै रोप्नु हुँदैछ धान। उहाँ पहिलो लुगा लाउनु हुँदैछ गर्दानी। लु नाच्नु, लु नाच्नु। मैजा र कति नुवा घरधनीलाई उहाँ यता हेर्नु त आन्टी। मैजरेको दिनमा हिलो भन्न पाइँदैन है। हाम्रो आमा समूहहरू त ए आम्मामा लु है यता हेर्नु त आन्टी।
ए अब बजाइ हाम्रो साथीहरू हामीले चाहिँ सकिसकीमै सकेर घर फर्किँदैछौँ। आज चाहिँ एकदम ठुलो पानी परेको थियो है नि, त्यही पनि मजा आयो क्या पानीमा भिज्दै रोप्यौँ है। अन्त सबैजना हाई गरिदिउँ त, मजा आयो है आज हामीलाई। ल ल ल आज एकदम मजा आयो है पानीमा, पानी झरीमा एकदम असार, ठ्याक्कै असार आउँछ, पक्का असार लागेको जस्तो। लु छिटो आउन आमा समूहहरू। आम्मामा यो हो नि त तरिका, आम्मामा पारा अझ कुद्नु कुद्नु छुपुमा छुपु भन्दै मजा आयो है आज पानी झरीमा, कस्तो दामी भयो। ल ल साथीहरू फाइनल्ली मैले चाहिँ मेरो प्रोजेक्ट पुरा गरिसकेँ है, पुरा चाहिँ गरिसकेँ। अब यसको चाहिँ खिरिङ पनि बनाउनुपर्छ नि त, त्यो चाहिँ बनाएको छैन, त्यो चाहिँ म भोलि बनाउँछु। अनि सोचेको थिएँ खासै राम्रो हुँदैन होला भने त, फर्स्ट ट्राई हो नि त मेरो, फर्स्ट ट्राई दामी भएको छ है, कस्तो भएको छ कमेन्ट गरिदिनु त। हेर्नु न साथीहरू, आज चाहिँ खाना बनाउनु एकदम ढिलो भइसक्यो है, भर्खर बनाउँदैछु क्या म, भर्खर मात्रै बनाउँदैछु। किनभने आज के अरे बिहान भिजी काम गरेको थियो नि त, अनि कस्तो ज्वरो आउनु जस्तो भइरहेको थिएँ। अनि त्यही भएर चाहिँ ठिकैहरू पनि अरू कामहरू पनि गर्नु थियो नि, त्यो गरेँ। अनि एकछिन ढल्केको त निदाइ पो भएछ क्या म त, बिउजेर अनि खाना बसाउनु थालेको थिएँ। अनि कस्तो यो कैरा लागेको भन्छ कि के कैरा नै भन्छ, त्यो क्या यस्तो यो थाईहरू त टोइलेट बस्नुधरि भएको छैन, त्यो रोपाइले क्या हिजो र आजको रोपाइले यस्तो त आम्मामा, म त बुढी बोजू भन्दा नि पल्लो छेउ भइरहेको छ होइन, के भएको यस्तो आहा सुन्नेर त्यस्तै डमडमे छ्या, मलाई पनि बोजै भन्दा हुने रहेछ, अब काम गरी खान नसकिने रहेछ। साथीहरू अब मेरो चाहिँ खानाहरू पाकिसक्यो है, अनि मम्मी चाहिँ बाहिर बाबासँग बोल्नुहुँदैछ, बाबा अलिक सन्चो हुनुहुन्न नि त, अनि के कस्तो भयो भनेर सोध्नुहुँदैछ। अनि मम्मी चाहिँ बाबासँग बोलिसकेपछि खाना खाइहाल्ने हो, आज लास्टै ढिलो भयो क्या, अनि लास्टै ढिलो भयो। अनि के गर्नु, 7:30 भइसक्यो, निदाएको भएर क्या म चाहिँ आज त्यही भएर ढिलो भएको। र साथीहरू म चाहिँ यति भन्दै है, अरू केही भन्न चाहिनँ, यति भन्दै मेरो ब्लग चाहिँ एन्ड गरेँ। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद है, अनि लाइक कमेन्ट गर्न नबिर्सिनु होला। र साथीहरू यति भन्दै मैले चाहिँ यहीँनिर नै ब्लग एन्ड गरेँ। अनि त्यही हो, सी यु इन द नेक्स्ट भिडियो है, अझै पनि राम्रो भिडियो ल्याउने प्रयास गर्छु म। अनि भन्दै अहिले चाहिँ बाई बाई।